हेलो गाइज, स्वागत छ तपाईहरुलाई मेरो ब्लगमा। म चाहिँ आज शपिङ गर्न गइरहेको छु कुमचन भन्ने बजारमा। आज चाहिँ हाम्रो सप्ताहन्त हो, सप्ताहन्त छुट्टीको दिन हो। त्यसैले हप्ताभरिको लागि सामान पुग्ने गरी शपिङ गर्न गइरहेको छु र हामी चाहिँ अब यो बाटो हुँदै लाग्नेछौँ। त्यहाँनिर अगाडि हाम्रो साथीहरू गइरहेको छ, अब म पनि जान लागिरहेको छु। यहाँ चाहिँ 7-11 मार्ट छ। यो मार्ट चाहिँ कोरियाको फेमस मार्ट हो। हामी सपिङ गर्नु प्रायः यसमा पनि गइरहेको हुन्छ, तर यसमा चाहिँ अलिकति सानोतिनो सामानहरू मात्र पाउँछ। र हामी त्यो बाटो हुँदै त्यहाँबाट हामी लेफ्ट हुँदै जानेछौँ। र यता पछाडिपट्टि चाहिँ हाम्रो खिसुक्सा थियो, त्यो बाटोबाट आए। अब यो बाटो हुँदै जानेछौँ। त्यहाँ गाडी आइरहेको छ, ठ्याक्कै त्यही साइडबाट हामी जानेछौँ अहिले। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ, यहाँनिर पनि छुट्टै टाइपको फ्याक्ट्रीहरू छ र यहाँनिर भिल्ला छ। भिल्लाहरू यस्तो सानो टाइपको अपार्टमेन्ट टाइपको यस्तोहरू धेरै छ यतापट्टि कोरियामा। यहाँनिर चाहिँ विदेशी कामदारहरूको लागि बस्ने सुविधाहरू पनि दिएको हुन्छ त्यो भिल्लामा। र नर्मल यहाँको मान्छेहरू पनि बस्छ। यहाँ पनि छ भिल्लाहरू, त्यहाँ साइडमा जङ्गल छ। र हाम्रो साथीहरू त अगाडि गइरहेको छ र त्यो ठ्याक्क आएको साइडबाट हामी त्यही बाटोबाट लाग्नेछौँ। यहाँबाट राइटबाट गएपछि एउटा पार्क आउँछ। त्यो पार्कमा छिरेर गए पनि हुन्छ, नछिरेर गए पनि हुन्छ। त्यसको अगाडि बस स्टेसन छ र त्यो बस स्टेसनबाट हामी कार्ड स्क्यान गरेर बस चढेर दुईवटा बस चेन्ज गरेर जानुपर्ने हुन्छ कुमचन भन्ने बजारमा। किनभने डाइरेक्ट बस पनि लाग्छ, तर त्यो अलिकति घुमाएर लाग्छ। त्यसमा चार्ज पनि अलिकति धेरै पर्छ र टाइम पनि धेरै लाग्छ। त्यसैले हामी दुईवटा बस चेन्ज गरेर जान्छौँ र त्यहाँबाट हामी एकछिनमा जान्छौँ। त्यहाँ अगाडि जेब्रा क्रसिङ छ, त्यो जेब्रा क्रस गरेपछि जानेछौँ। जेब्रा क्रस गर्दै हामी गइरहेको छौँ। यता चाहिँ ट्राफिक लाइटहरूको धेरै नै ख्याल राख्नुपर्छ, किनभने गाडी जतिखेर पनि आउन सक्छ, स्पिडमा आइरहेको हुन्छ। यता नेपाल जस्तो छैन, हेरी मान्छे हेरी यहाँ चाहिँ लाइट अनुसार नै फलो गर्नुपर्छ। उता ट्राफिक लाइटहरू हुन्छ, त्यहाँ ग्रिन भयो भने जानुपर्ने हुन्छ। हामी लागिरहेको छौँ अहिले आफ्नो डेस्टिनेसनतिर। यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ, यतापट्टि पनि अपार्टमेन्टहरू छ धेरै। र हामी त्यहाँबाट अब लेफ्ट लाग्नेछौँ। त्यहाँनिर ट्राफिक लाइट छ, त्यसको साइडबाट जानेछौँ। यहाँनिर यस्तो पसलहरू, सलुनहरू ठाउँमा छ। हामी बसेको ठाउँतिर त्यति खासै छैन, हामी अलिकति ब्याक एरिया जङ्गलको एरियामा बस्छौँ। त्यसैले त्यतातिर त्यति खासै छैन, हामी यता आउनुपर्ने हुन्छ। अब पार्कभित्र छिर्न लागिसक्यो। ठ्याक्कै त्यो मन्दिर जस्तो टाइपको छ, त्यसको उता पारिपट्टितिर चाहिँ बस स्टेसन छ, त्यहाँबाट चढ्छौँ हामी। यहाँको पार्क हेर्न सक्नुहुन्छ, हल्का ठुलै खालको छ। उता पछाडि पनि छ, यो एरिया अलिकति एक्सप्यान्ड गरेको छ। त्यहाँबाट बसहरू गइरहेको छ। बस आइसक्यो, अब हामी जान लागिरहेको छौँ। हामीले चाहिँ यो कार्ड देखाएर त्यहाँनिर अगाडि त्यसमा स्क्यान गर्नुपर्ने हुन्छ। हामी चाहिँ भर्खर गाडी बढेको उसले त्यहाँ गाडीभित्र चाहिँ अलिक भिडियो सुट गर्न अलिकति अप्ठ्यारो हुन्थ्यो, त्यसैले त्यहाँनिर थिचेन, क्लिक गरिनँ मैले। यहाँबाट हामी त्यहाँनिर सागरी छ, चौबाटो छ। चौबाटोबाट लेफ्ट साइड हुँदै हामी सुरुमा त्यहाँ मार्टतिर जानेछौँ। भियतनामको एउटा मार्ट छ, त्यहाँनिर गएर सानोतिनो तरकारीहरू हल्का फुल्का लिएर लिनेछौँ। अनि त्यसपछि हामी बिग मार्टमा जानेछौँ। र हामी अब सुरुमा चाहिँ एकछिनमा हामी बर्गर खान जानेछौँ, किनभने बिहानको खाना हामीले खाएको छैन, त्यसैले बर्गरमा छिर्नेछौँ। हामी चाहिँ यहाँ बर्गर खान गइरहेको छु। दाइले चुज गर्दैछ, यसमा यसरी प्रोसेस हुन्छ। मलाई पनि अझै आउँदैन राम्ररी। यहाँबाट यसरी चुज गर्नुपर्छ र त्यो अर्डर आएपछि यहाँबाट एउटा बिल जस्तो निस्किन्छ। त्यसको लागि हामी वेटिङमा बस्नुपर्छ। वेटिङमा बसेपछि त्यहाँबाट हामीलाई त्यो म्यापले दिनुहुन्छ। त्यहाँ गएपछि चीज खाने के नहीं सोचते भाई? के चाहिए? चीज हालेर खाऊँ न, चीज हालेर खान्छ। क्रन्ची टाइपको एउटा मैले देखाइदिएँ, क्रन्ची टाइपको चुज गर्नु एउटा दाइ मेरो लागि। त्यो बर्गर? बर्गर क्रन्चीमा।
फ्राई गोल्ला हान्दै यतिकै ओके हुन्छ क्रेडिट कार्ड वालेट फोन नम्बरमा आयो हाम्रो त्यसको लागि वेट गर्नुपर्छ क्युमा बस्नुपर्छ हामी चाहिँ अघि भर्खरै बर्गर खाएर आयो हामी भएकै थिएँ घरमा खाना बनाएको थिएन डाइरेक्ट बाहिर खाने भनेर प्लानले निस्केको थिएँ अघि बर्गर किङमा गएर बर्गर खाएँ त्यसपछि अब हामी यहाँबाट मार्टतिर जान लागिरहेको छु सुरुमा हामी यहाँनिर वालमार्ट भन्ने छ त्यसमा जान लागिरहेको छु यहाँनिर वालमार्ट छ हामी यसमै अब जानेछौँ यहाँ मैले चाहिँ यहाँनिर चिप्सहरू खोजिरहेको थिएँ चिप्सहरू नै भेटिनँ मैले यहाँनिर छन त छ तर यो अलि अर्कै कम्पनीको रहेछ यहाँनिर लेजहरू जस्तो टाइपको त रहेछ एउटा यही ट्राई गरिदिनु पर्ला अब त्यो हाम्रो नेपालमा पाउने लेज त छैन रहेछ तैपनि यो वाला फ्लेभर एउटा ट्राई गर्छु म यो एउटा ट्राई गरौँ त्यसपछि अरू त खासै राम्रो छैन यो के हो यो बिन्स हो हाम्रो नेपालमा टङ गार्डनको बिन्सहरू पाउँथ्यो यहाँ चाहिँ अर्कै कम्पनी यो ट्राई नगरौँ मैले अरू के छ खासै त यहाँनिर केही छैन जस्तो लाग्यो दारू पार्टी We already have, yeah. यो चाहिँ यहाँको बिग मार्ट हो हामी यहीँभित्र अब गएर यहाँनिर चाहिँ धेरै सपिङ गरिन्छ प्रायः यहाँनिर चाहिँ यस्तो धर्म प्रचार प्रसार गर्ने मान्छे ने खाना छ यो 안녕하세요 बिग मार्टको माहौल यस्तो छ म अगाडि छु तपाईँ पछाडि ओली एक सँगलाई यति भयो तरकारीहरू किनिरहेको छौँ हामी अहिले चाहिँ के को फलफुलहरू छ थाहा भएन यो चुकुन्दर जस्तो छ तर थाहा भएन यो रातो हेर्दाखेरि स्याउ जस्तो छ तर यो चाहिँ आँप हो आँप हो यो चाहिँ कुनै देशको आँप हो यो पनि आँप थाइल्यान्डको प्राइस हेर्नुहोस् 11,000 6,900 अनि माछाहरू छ सुकाएको माछाहरूको भित्री पार्टहरू यहाँ ड्राई फ्रुटको सेक्सन ड्राई फ्रुट्स चकलेट्स अनि यो चाहिँ कुकिज पनि रहेछ तपरी साइडमा फ्रोजन सेक्सन छ यहाँनिर आइस क्युबहरू छ यहाँनिर मोमो खिम्मारी अनि अरू के आइटमहरू भन्छ यहाँ चाहिँ फ्रिजभित्र यस्तो राखेको छ बाहिरबाट हेर्नुपर्ने अनि सट्ट जुन लुज चुज गर्न मन लाग्यो फ्रिज खोलेर चुज गरेको छ जस्तै मलाई चाहिँ नलगौँ केही पनि मैले खिम्मारी लग्ने सोचेको थिएँ खिम्मारी कहाँ छ यहाँ देखेको थिएँ मैले खिम्मारी यहाँनिर छ यो चाहिँ अलिकति पकौडा टाइपको मोमो टाइपको त्यस्तै मिक्स जस्तो भनौँ मैले काठमाडौँमा हुँदाखेरि कोरियन रेस्टुरेन्टमा ट्राई गरेको थिएँ एकदम राम्रो लागेको थियो अहिलेको लागि चाहिँ स्टकमा धेरै नै सामान छ मसँग त्यसरी मैले बोकिनँ यो चाहिँ लोटरी टिकट काट्ने ठाउँ हो यहाँ हाम्रो अहिले काट्न गइरहेको छ यहाँबाट छ
सोच गरी होइन तिमी किन ल्याउनु पर्छ त यार मलाई अलि राम्ररी कसरी भन्ने मात्रै हो छादम भनेर भन दिन्छ छादम भनेर भन्ने ल म ट्राई हामी चाहिँ अहिले लट्ठी काटेर आइसक्यो र हामी अहिले यता बाहिरको साइडमा छौँ यहाँ अन्डरग्राउन्ड छ यो बाटोबाट हामी एकछिनमा जानेछौँ अघि हामी त्यहाँबाट बाटो क्रस गरेर आए र अहिले यो पसलमा हामीले भेडाको मासु किने र यहाँनिर बस स्टेसन छ बस स्टेसनमा हामी पर्खिरहेको छ बसको लागि हाम्रो बस आउन चाहिँ अझै त्यस्तै 10-15 मिनट जति बाँकी छ त्यति बेलासम्म हामी यही वेट गरेर बस्नेछौँ र बसमा कार्ड स्क्यान गरेर अब हामी पङ्गिल छनमा जानेछौँ त्यहाँबाट फेरि अर्को बस समात्नु पर्ने हुन्छ अब हाटबाट सबै सपिङहरू गरेर फर्केर आइसक्यो त्यहाँ 7-11 छ यहाँ पनि यता पार्क थियो अघि हामी यतैबाट छिरेको थियो अब यहाँबाट डाइरेक्ट जान लागिरहेको छौँ यहाँबाट हामी जानेछौँ र त्यहाँनिर बेल्ला साउ भन्ने एउटा फ्रेन्च हो कि जर्मन एउटा कफी सप हो त्यहाँनिर चाहिँ मान्छे हुँदैन आफैले कार्डहरू स्क्यान गरेर नत्र मनी मेसिनमा मनी हालेर त्यहाँबाट कफीहरू कोल्ड कफी हट कफी जे पनि खान सकिन्छ अहिले चाहिँ धेरै गर्मी छ म चाहिँ एउटा मक्टेल जुस न त केही ट्राई गर्नेछु त्यहाँ त होइन अरू कुनै ठाउँमा त्यहाँ अरू पनि मसलाहरू छ त्यहीँ गएर जानेछु र अब चाहिँ हामी फर्किन लागिसक्यो आज धेरै गर्मी रहेछ यहाँनिर थकाइ पनि लागिरहेको छ मेरो यहाँ हातमा भेडाको मासु त 4 किलो जति आज हामी यो खानेछौँ 5 जना भएर मासु पनि हुन्छ र शीतल पनि हुन्छ बियरसँग खानालाई र म चाहिँ अब गएर एकछिन जुस खान्छु र रेस्ट गर्नेछु आजको लागि चाहिँ यस्तै समाप्त गर्ने पर्ला सानो भयो नि मलाई पनि यस्तै हो अब फेरि अर्को हप्ता नत्र 2 हप्तापछि फेरि यस्तै टाइपको भ्लगमा भेट्नेछु हजुरलाई तबसम्म टेक केयर बाई बाई